यसरी सुरु हुन्छ। मध्य बर्खाको समय थियो। एक बिहान म मेरो साथीको घरमा एकदमै जरुरी परेको हुनाले जानै पर्ने थियो। अनि म घरबाट बाहिर निस्केँ। बिहान भए तापनि अँध्यारो दिन ढुमेको थियो। गाडाङ गुडुङ सुरु भइसकेको थियो। बिजुली चम्किरहेको थियो। सिमसिम पानी पनि पर्न सुरु भइरहेको थियो। मैले सोचेँ म मेरो साथी घरमा जानै पर्छ, धेरै नै जरुरी छ। म त्यतिकैमा कुद्दै ओह्रालो जाँदै थिएँ। त्यतिकैमा म ओह्रालो कुद्दै जाँदै थिएँ। केही नभन्दा अलिक तल पुगेपछि पानी अलिक ठुलो आउन थाल्यो। म भिज्न थालेँ। म निकै नै भिज्दै भए पनि ओह्रालो कुद्दै जाँदै थिएँ। तलबाट एउटा मान्छे, ठुलो छाता ओढेको मान्छे उकालो आउँदै रहेछ। म ओह्रालो जाँदै थिएँ, त्यो मान्छे छाता ओढेको मान्छे उकालो आउँदै रहेछ। अनि निकै छेउमा पुगेपछि मैले त्यो मान्छेलाई चिनिहालेँ। त्यो मान्छे त त्यही गाउँको लाठी रहेछ। लाठी जसले मुखले आफ्नो भाव प्रकट बोल्न नसके तापनि आफ्नो हातकै इसाराले स्पष्टसँग बोल्ने लाठी। मलाई डर भयो, ल्या पानी परिराखेको छ, मलाई अब यो लाठीले अन्मल्याउँछ होला भन्दै त्यो लाठीले मलाई हातकै इसाराले बोलाइहाल्यो। सोध्यो हातको इसाराले, तिमी कहाँ गएको भनेर हातको इसाराले सोध्यो। लाठी त हो भनेर मैले पनि, मेरो तल साथीकोमा काम छ, तल गएको, लाठीबाट छोड्न हो, मलाई म भिजिसक्यो मैले भने, हातकै इसाराले भनिदिएँ। फेरि त्यो लाठीले मलाई हातकै इसाराले भन्यो, बर्खाको समय छ, कुनै पनि समय पानी पर्न सक्छ, बिहानदेखि नै दिन ढुमेको छ, तिमी साथीकोमा जाँदैछौ, यस्तो बर्खाको समयमा एउटा छाता त बोकेर हिँड्नु। अब यो पानीले तिमीलाई भिजाउँछ, नित्रुकै भिजाउँछ र तिमीलाई भोलिदेखि ज्वरो आउँछ। म त्यो पानीले भिजेको भन्दा पनि बेसी सराउने नित्रुक्क भएँ। अनि मैले मनमै सोच्दै थिएँ, मैले सोचेको त्यो लाठी त म भन्दा कहाँ बाठीको रहेछ। थ्याङ्क यू।